हेलो गाइज नमस्ते सबैलाई दर्शन ढोक गरियो है। आज उदयपुर गाईगढदेखि काठमाडौँसम्मको यात्रा हो हाम्रो सालाबिनाको। बस गाडी खाली छ, काठमाडौँ मान्छे पिकअप गर्नको लागि जाँदै हो र बाटाको दृश्य अवलोकन गर्दै जाँदैछौँ है। हामी सालाबिना एकदम सिर्फ सालाबिना मात्रै हो, गाडी एकदम खाली छ। अगाडि गाडी कुद्दैछ, पछाडि हामी पनि कुद्दैछौँ। जिन्दगीको यात्रा भनेको यस्तै हो, कहाँ गएर ठोकिन्छ कहाँ गएर बास हुन्छ थाहा छैन। तर सबै ड्राइभरहरू सावधान भएर चल्नु होला। यो बाटोमा चाहिँ यो बाटो चाहिँ भनेको एकदम डेन्जर खतरा हो। यो अहिले हामी यो बाटो चाहिँ तपाईको खाना खाए खुरकोटमा खाना खाएर खुरकोटको सिन्धुली यो त्रिशुल यो सुनकोशी नदीको किनारे माथिबाट गइरहेका छौँ। भोलि बिहान लगभग 3:30 बजेको 2 बजेको प्लानिङ थियो काठमाडौँ पुग्ने, तर बाटोमा 3 घण्टा जाम भएको कारणले गर्दाखेरि हैन पुग्न नसकेको कारणले गर्दाखेरि अलिकता बेचैन भइराखेको छ। अब जे हुन्छ भोलि बिहान थाहा हुन्छ है। मान्छेहरूलाई घरै पिकअप गर्ने जाने भन्ने प्लानिङ थियो, तर त्यो असम्भव हुन नसक्ने अवस्था आएको छ र सबै यात्रीहरूलाई क्षमा चाहन्छु हैन। यदि उठाउन सक्यो भने त ठिकै छ, उठाउन सकिएन भनेदेखि क्षमा चाहनु होला र आफ्नो जहाँबाट टिकट काट्नु भएको छ र त्यहाँ आएर बस्दिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यो चाहिँ बिहान 8:30 बजेको समय हो। तपाईको बनेपाबाट काठमाडौँ भ्यालीको सिन लिइरहेको छु र काठमाडौँदेखि अब गाईगढसम्मको यात्रा हो र गाईगढसम्मको सिन निकाल्ने भन्ने योजना बनाएको छु र पुरा भिडियो हेर्दिनु होला र बाटाको सिन पनि पुरा हेर्दिनु होला र फुल भिडियो हेर्दिनु होला र समयमा हरेक ठाउँको अवलोकन हुनेछ। भिडियो मन पर्यो भनेदेखि लाइक कमेन्ट शेयर पनि एकदम पुरा काठमाडौँ भ्यालीको। ओके, थ्याङ्क यू सो मच, लभ यू गाइज। समुद्रको छालमा खेल्ने म आज तिम्रो गहिराई नाप्न डराए। जुनेलीको शीतलतामा रम्ने म तिम्रो शीतल सान्निध्यमा पग्लेर मोमबत्ती जस्तै बने। तर एक थोपा उज्यालोको लागि घाम लाग्दा सपना देख्ने गरेका मेरा मिठा रातहरू आज अनिदो आँखा लिएर फर्केका छन्। मरुभूमि जस्तै उदेक लाग्दा बाटाहरूबाट टुक्रा टुक्रा विभाजन गरेर सपनालाई तिम्रो समीपमा लगेर गाडी दिउँ भन्छु। जिन्दगी भर तिम्रो लागि अनौठो बनेर नीतका चुँदरीहरू र नीतका मीठा थुङ्गाहरूको माला उनेर तिमीसँग सुटुक्क निधरी साट्ने मेरा रहरहरू अझै पनि जस्ताको तस्तै छन्। शरद ऋतुको बेलुकी पखको शीतल घाममा र त्यही घाम मुनतिरको बगैँचामा बसेर तिमी सँगसँगै अगालोमा बाँधिएर प्रत्येक दिन बिताएका मेरा सपनाहरू अझै पनि जस्ताको तस्तै छन्।